जय मसीह। आजको वचन उत्पत्ति 7 अध्यायको 4, 12, 17 र 24 पदबाट लिएको छ। आजको वचनले भनिएको छ, अबको 7 दिनमा म पृथ्वीमा 40 दिन र 40 रात पानी वर्षाउने छु। जति प्राणीलाई मैले बनाएको छु ती सबैलाई पृथ्वीबाट नाश पार्नेछु। अनि 40 दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। पृथ्वीमा 40 दिनसम्म जलप्रलय भइरह्यो। पानी बढेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। अनि पृथ्वीमा पानी 150 दिनसम्म रहिरह्यो।